यस्तो बर्बाद भएको जग्गालाई कस्तो लाग्यो कमेन्ट सो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग आज चाहिँ तपाईँहरूलाई म यस्तो बर्बाद ठाउँ लाँदैछु अन्तिमसम्म हेर्नुलाई देखाल्नुहुन्छ होइन यस्तो बर्बाद ठाउँ लाँदैछु तपाईँहरूलाई हिजो चाहिँ यता त फेरि पानी पनि ठ्याक्कै परेन कि बाटो होइन अलिक त राम्रो छ हिजो अलिक फोटो क्या पानीले फेरि यार हिजो झन् खोल्थ्यो क्या त हामीले तर म हिँडिरहेको बाटो भएर मलाई ध्यान पऱ्यो कताबाट त्यस्तो बाटो छ भनेर त्यसकोमा त खोल्नु भएन नि फेरि धन्न हिँड्छ भन्ने छु मैले बेदा छ दिदी ल्याएर खानेको माइक्रो खोलाइदिन्छु सरकारले होइन टिचरले पनि भन्छ होइन म जहिले नि यस्तो बनाउँछु कि ट्याग खाएर तपाईँ सक्नुहुन्छ म बच्चामा पढेको स्कुल हो त होइन भर्खर गएर आएको यता छ मेरो घर अब गाउँ है गाई त्यो चाहिँ हामी जाने चाहिँ त माथि डाँडा हो त्यो नगरी जाउँ अहिले फेरि हिजो त पानी परेन यस्तो नहाल्नु ड्राइभ चाहिँ गाई हेर्नु ड्राइभ अब गाई चाहिँ कति त्यो यसमा बाइक खेल्ने फेरि मिलेन एकदमै सकेन आज चाहिँ घाट लागिरहेको सिटी होला भनेर यस्तो हिँडेको होइन लोक के हुन्छ हेरौँ लडाइँ होइन
बाटो हेर्नु पाइँदैन कि badan ini क्या हो रहा है इधर तो karena saya itu orang minta kita karena kita sudah ada yang sudah lewat itu karena dari sebab yang sebab pasti banyak banget katanya ini tidur tahan mantap ada nih tambah aja nih ya boleh anda mesti saja oh baik ट्राई करूँगा एक्सपर्ट ये जो सब देखा जाएगा ही यस दानी दानी इतना बहुत है इतना बहुत है और क्या मतलब आधी घंटा बैठा रहते हैं यार तो भूमि होती पर खाड़े हो जाके देखने में इन्होंने ब्रांड गाड़ी समस्या हो इतना बड़ा टेंशन Bye-bye.
di hey ide Lesta Bawah aku tak minta tak kena hari hati orang ni mana dekat ni क्या चुल्को फाइनली हामी चाहिँ आइसकेको छौँ होइन यस्तो बुबा आउँछ कि ठाउँ यता अब कहाँ राखा होला सायद क्या मलाई के थाहा त्यो चाहिँ बासिला डाँडा होइन यहाँबाट चाहिँ हाम्रो घर गाउँ देखिन्छ तपाईँहरू देखाउँछु म प्लेस परको फेरि मलाई त अलिकति तर भएको छ कि यस्तो मजा हुन्छ कि यस्तो भाग्नु आम्मामा यहाँ हाँक्दा त कस्तो मजा हुन्छ हौ अझै लडौ कहाँ निकाल्नु के हुन्छ बाटो हेर्दैछु यार कहाँबाट निकाल्नु हो यताबाट निस्किन्छ तर परबाट पनि छ बाटो त होइन ट्राई निस्किँदैन यार यहाँबाट त अहिले बिचरा फर्क्यो भने गएर यहाँबाट निकाल्नु पर्ने हुन्छ होइन त्यही हिसाब निस्किन्छ क्या फेरि हुन्छ होइन यहाँ एक घर खाँदैन हेरौँ ल एकचोटि भाइ ओइ कहाँ हिँड्ने यसको तैँले बाइक त है ढुक्कै हुनु कसम अब ट्र्याक गर्छ होला होइन यहाँबाट एउटा बाटो भएको निस्किने बाइक त निस्किहाल्छ के निस्किन्छ के हो यार ननिस्किने रहेछ नि त बाइक त लेट्स सी है एकचोटि ट्राई हान्नु ल यहाँ एउटा मिलाएर ढुङ्गा सुङ्गा हालेर बनाउँ ल यहाँबाट एकचोटि त्यहाँ त निस्किहाल्छ होइन यहाँतिर चाहिँ कति ले फेरि ल्याङ हान्छ कि भनेको खै बबाल ल कता हाल्छ फेरि यसलाई फस्यो भने फेरि खत्तम हुन्छ बाइक टायर चिप्ल्यो भने कि तर माटो पनि हालिदियो यार जान्छ अरू तर निस्क्यो यार निस्किनु त अझ हालिदिएको छ यहाँबाट खसिहाल्छ अनि फेरि नाम निस्कने मेटिन्छ नि त अब चाहिँ भ्यू दामी देखिन्छ है सो फाइनल्ली आउनुपर्ने चाहिँ यहाँ यो म होइन आउनु खोजेको चाहिँ आइ पनि हालेँ सो हेर्न सक्नुहुन्छ मेरो गाउँ चाहिँ यता हो पछि लाल गुवा फुलेको बेला बबाल देख्छु यहाँबाट ठाउँहरू है त्यो रोड हुँदै आएको आमा मेरो गाउँ चाहिँ त्यो तल हो होइन यताबाट देखिन्छ के हो राम्रो यता बाँसको डाँडा राखा यता तल मेरो घर तिनवटा भएको त बिचको मेरो घर हो होइन तपाईँ के देखाउनु सो यही हो होइन हाम्रो गाउँ चाहिँ टेन्सन हुन्छ त्यहाँ तलबाट चाहिँ टक्क लाएर दिप्सुङ गाट्ट लाएर है
सो गाइस अब चाहिँ हामी जानुपर्ने हुन्छ होइन पोखरी भिजिटै नगर्दैछु म पोखरी देखाउँछु तपाईँहरूलाई लेट्स गो लडेर यार बाइक तर कस्तो कहाँबाट आएको म अघि यहाँबाट आएको होइन म जान्छ यो यार झर्दा भाइ जान्छ झर्छ हौ तर इजिली आया 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 छोरीमा लान्छु होइन बाइक छिर्छ भने लान्छु छिर्दै लान्छ त्यसै लान्छ यस्तो तर हो तर बाइक छिर्ने ठाउँ छ भने म लान्छु होइन लानु त दिन्छ होला बाइक त जान्छ कि हो उही जान्छ जान्छ बाइक जान्छ आउँछ आउँछ यहाँबाट रहेछ त बाटो यस्तो बबाल बाटो बनाइदिइसकेको रहेछ बिग्रियो भने त के जानु होइन राम्रो गराएको मैले बाटो मात्र होस् न बाइक त छिरिहाल्छ नि जहाँबाट पनि यही हो गाइस पोखरी हेर्न सक्नुहुन्छ बबाल छ तर पर लगेर अड्काइदियो भने फेरि तनाव हुन्छ बाइकै नछिने रहेछ हौ पर त छैन होला यही हो पोखरी चाहिँ होइन गयो त कति त थाहा छैन 10 दिनदैन यता गएर त होइन अगाडि चाहिँ हो चिप्लो चिप्लो माछा पछि चढेन क्या अब मुला चढ्यो है पाउँछ मामा ठाउँ त ट्याक्क लाएर हिँड्छ पोखरी बबाल छ सो गाइस अब हामी चाहिँ जानुपर्ने हुन्छ होइन घर यता चाहिँ सङ्घ छ यो चाहिँ नेचुरली बनेको रे यस्तै थियो अरे पहिलेदेखि सो देखि हाम्रो पोखरी बबाल छ ठाउँ चाहिँ डाँडा यहाँ चाहिँ मान्छे चाहिँ नयाँ वर्ष त्यही पिकनिकहरू खान आउँछ कि त्यही अरू बेला त आउँदैन टुरिस्टहरू त थाहा भएन आउँछ कि आउँदैन होइन चाहिँ घरतिर लाग्नुपर्ने हुन्छ तल लग्ने त्यसको सक्यो बाटो हेर न आवाज चाहिँ कस्तो आइरहेको छ क्या बाइकको वराएर भइरहेको छ ब्रेक फेल हुनु कसम म त सिधै पोखरी हो कसम भनेको त्यो बाइक पोखरी नै घुमाइदिएँ मैले होइन तपाईँहरूलाई अब च्यानललाई चाहिँ सब्सक्राइब हान्नु नबिर्सिनु होला ओइ झन्डै लड्यो त के भन्दै थिएँ म च्यानललाई सब्सक्राइब नबिर्सिनु होला नयाँ पुरानो त जति हुनुहुन्छ भिडियोलाई लाइक सेयर सब्सक्राइब हानिदिनु होला सो आजलाई यति नै
अब चाहिँ फाइनल घरतिर लाग्नुपर्ने हुन्छ होइन। त्यो आज भिडियो यति नै। के कस्तो लाग्यो कमेन्ट कोही रोनी मती बबाल लडेको बाइक त के भएको छ यार कस्तो यो चोटि चाहिँ कस्तो लास्टमा लड्दियो यार बाइक बबाल लड्यो नि बाइक त यार ब्रेक पाल्यो क्या तल हेर्नु पर्यो यार बबाल लड्छ बाइक त यार झन्डै पल्ट्यो यत्तारो त हेर त कसम आँटो छ के पुछ्ने यार ब्रेक बन्द के हो यार लड्यो नि बाइक तर भाँच्नु चाहिँ केही भाँचेन भनौँ न यस्तो मजा लड्छ सो गाइस यस्तै हो झन्डै मर्यो गाउँ देख्न सक्नुहुन्छ आजको भिडियो चाहिँ यति नै के कस्तो लाग्यो कमेन्ट हालिदिनु होला सब्सक्राइब हाल्न जानु होला यो पनि 2-3 चोटि भनिसक्यो यार झन्डै मर्यो आज धन्न माटो थियो यार बाइक के ढुङ्गा भए त अनि आज त बाइक गइगयो नि